ए वाह! साथीहरू वेलकम अगेन। आज चाहिँ म मस्त खानु गइरहेछु है। के खानु गइरहेछु भने हेरौँ ल। अनि टक्क आगो बाली, तेल तताई है, मस्त तेल तातेपछि अनि त्यसपछि 1, 2, 3 गर्दै फुल्न थाल्यो भनेपछि आज म पानीपुरी खान गइरहेछु है। अनि पुरा एउटा 2टा गरेर तेल तातेपछि त गुटुङ टुङ 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 फुलाउन थालिगयो पानीपुरी। अनि फुलाउँदै साइडमा राख्दै होइन। अनि त्यसपछि टक्क हाम्रो चाहिँ भाँडामा 1 भाँडा भएको थियो पानीपुरी। आज चाहिँ खास गरीमा हामी यहाँ टन्नै मान्छेहरू खान गइरहेछौँ। अनि यो चाहिँ हाम्रो स्टफिङहरू रेडी हुँदै थियो है। अनि त्यसपछि हाम्रो झोल पनि यहाँ ट्वाक्क परेको पिरो अमिलो यस्तो मिठो थियो झोल। अनि यहाँ फुच्चीहरूलाई होइन हाई गर भनेको त आमा दे आर पुरा एक्साइटेड क्या मेरो भिडियोमा आउनुको लागि। अनि यहाँ चाहिँ सबैजना मिलेर हामी टक्क पानीपुरी पार्टी गर्दै थियौँ। अनि त्यसपछि हामीले खान थाल्यौँ है। आम्मा बहिनीहरू पुरा एक्साइटेड क्या। दिदी मलाई देखाउनु भन्दै उनीहरूलाई पनि देखाउँदै थिएँ। अनि आफू पनि खाँदै होइन। आमामा यस्तो मिठो भएको थियो। घरमा बनाएको पानीपुरी इज लभ भन्नेको कुरा त्यही हो क्या। पुरै होइन मतलब हेल्दी पनि हुन्छ। अब राम्रो सफा तरिकाले पनि बनाइन्छ नि त। हुनु त अब बाहिर त्यो ठेलावाला भैयाले बनाएको जति त अब हुँदैन। तरै पनि घरमा बनाएको चाहिँ राम्रो। मलाई चाहिँ घरमै बनाएको मिठो लाग्छ है। अनि त्यसपछि सबैलाई यसो क्यामेरा घुमाउँदै गरेको भरे भन्दा त माथि फुच्चे एउटा चाहिँ लजाएर पुरा उयो बसिरहेको रहेछ क्या। मेरो चाहिँ नखिच्ने दिदी भन्दाखेरि लु आऊ खाऊ मेरो खिच भन्दै। अनि उसलाई क्यामेरा दियो अरे ल सबैको घुमाउनु लाएर। अनि टक्क परेर हाम्रो पानीपुरी पार्टी स्टार्ट भएर कति चाँडो सकिएको क्या। अनि त्यसपछि कस्तो भयो त भनेर सोधेको मेरो बहिनीले त। अनि ठिकै थियो अरे क्या जिस्काउँदै मलाई। अनि दिदीले चाहिँ मिठो थियो भन्नुभएन। सबैलाई सोधेको मिठो थियो अरे। फुच्चीहरूलाई पनि सोधेको च्वासै थियो भनेर भन्नु थाल्यो क्या। अनि टक्क आफूले पनि अलिकति रिभ्यू दिनु पर्यो नि त मेरो पनि। ल मैले पनि मिठो थियो भने आजलाई यति नै बाई बाई।